सबैजनामा नमस्कार। म शीतल कार्की। आज म झापा जिल्लाको अर्जुनधारा नगरपालिका वार्ड नम्बर 6 देखि म अर्जुनधारा नगरपालिका वार्ड नम्बर 2 आइपुग्दाखेरि लामो समयदेखि ब्लड क्यान्सरसँग लडिरहनु भएको एलिसा अधिकारी ज्यूको निवासमा आइपुगेको छु र म उहाँसँग केही कुराहरू गर्नेछु, केही भलाकुसारीहरू पनि गर्नेछु। मैले केही समय अगावै अस्ट्रेलियाबाट केही रकम पठाउनु भएको हातेमालो समाज र जन्मदिनको शुभ अवसरमा आफ्नो छोरीको जन्मदिनको शुभ अवसरमा विन्द्या सिटौला उप्रेती ज्यूले पठाउनु भएको रकम मैले उहाँलाई दिइसकेको छु। जुन रकम 10,000 रुपैयाँ थियो मैले उहाँलाई हस्तान्तरण गरिसकेको छु र उहाँले लिइसक्नु भएको छ। म अब बिरामीसँग थोरै कुराकानी गर्छु र नमस्ते। तपाईको नाम? एलिसा अधिकारी है। त्यसलाई अलिकति माथि राखेर बोलिदिनुहोस्। अनि यो तपाईलाई रोग चाहिँ कहिलेदेखि लाग्न थालेको हो? यो लागेको त त्यस्तै 15-20 दिन जति थाहा भएन। 15-20 दिन जति थाहा भएन। तपाईहरू चाहिँ कहिलेदेखि चाहिँ अस्पतालमा चेक जाँच गर्न या भनौँ तपाईहरूले डाक्टरसँग परामर्श गर्न जानुभयो? 15 दिन जति भयो। 15 दिन जति भयो। तपाईलाई यो भन्दा अगाडि 15 दिन भन्दा अगाडि चाहिँ यो रोग थाहा थियो या केही शङ्का लागेको थियो? केही थिएन। केही भएको थिएन है। पक्कै पनि 15 दिनदेखि उहाँहरू अस्पतालमा धाइनै रहनु भएको छ। मैले केही कुराहरू भन्न गइ पनि रहेको छु। आर्थिक अवस्था एकदमै न्यून नै रहेको छ। यदि हजुरहरू मेरो भिडियो हेरेर मलाई धेरै रकमहरू पठाउन चाहनुहुन्छ भने पनि तपाईहरूले यही भिडियो मार्फत तपाईहरूले हामीलाई रकम पठाउन सक्नुहुन्छ। मैले मेरो अकाउन्ट हाल्दिनँ यसमा। मैले उहाँको एलिसा अधिकारी ज्यूको श्रीमानको अकाउन्ट खाता म चाहिँ तल कमेन्ट बक्समा राखिदिनेछु र त्यही खातामा तपाईहरूले उहाँलाई जति सक्नुहुन्छ 10 रुपैयाँ 5 रुपैयाँ मात्र नभएर तपाईहरूको ले चाहिँ सहयोग गर्न चाहनुहुन्छ, कति सहयोग गर्न चाहनुहुन्छ 10 देखि जति माथिसम्म पनि तपाईहरूले सहयोग गर्न सक्नुहुन्छ। आफूले सक्ने सहयोग तपाईहरूले त्यो खातामा राखिदिनु भयो, हालिदिनु भयो भने उहाँको परिवारलाई राहत हुन्छ र उहाँको बिराम पनि अहिले भर्खरै सुरुवाती क्रममा रहेछ भन्ने कुरा मैले बुझेको छु। पक्कै पनि यो रोगसँग लड्न सक्ने अझै धेरै हौसला प्रेरणा मिल्ने थियो भन्ने मैले बुझेको छु। म उहाँको श्रीमानसँग पनि कुरा गर्न चाहन्छु। म उहाँलाई दाइ भनेर सम्बोधन गर्न चाहन्छु। तपाईँले चाहिँ आफ्नो श्रीमतीलाई कुन अस्पतालमा लगेर उपचार गरिरहनु भएको छ? बिएनसी पूर्वाञ्चल क्यान्सर अस्पतालमा तपाईहरूले चाहिँ आफ्नो श्रीमती एलिसा अधिकारीज्यूलाई अहिले चेक जाँचको लागि फलोअपको लागि गइरहनु भएको छ है। उहाँ पनि बिरामी नै हुनुहुँदो रहेछ, ज्वरो आइरहेको रहेछ है। ठिकै छ, म उहाँसँग नै कुरा गर्छु। अब म धेरै लामो कुराहरू गर्दिनँ। म मात्र यहाँहरूलाई एउटै बिन्ती बिसाउन यहाँ आइरहेको छु। परिवारको अवस्था एकदमै न्यून छ। यदि हजुरहरूलाई पनि केही रकमहरू सहयोग गर्न तपाईलाई मन लागिरहेको छ भने तपाईले सहयोग गर्न सक्नुहुन्छ है। मैले केही दिन अगाडि च्यारिटी युथ क्लब को साथीहरू पनि यस ठाउँमा आएर भिडियोहरू प्रस्तुत गरेको देखिरहेको थिएँ र तपाईहरूले त्यही उहाँहरूकै अकाउन्टमा पनि तपाईहरूले पैसाहरू राखिदिन सक्नुहुन्छ। आफूलाई मन लागेका रकमहरू सहयोग गर्न सक्नुहुन्छ र म तपाईको खाता छ? कसको खाता छ यहाँ? उहाँको सासु आमाको खाता चाहिँ म त्यहाँनिर राखिदिनेछु र तपाईहरूलाई कति सहयोग गर्न मन लाग्छ त्यति रकम तपाईहरूले सहयोग गर्न सक्नुहुन्छ। म बिरामी एलिसा अधिकारीज्यूलाई पनि आफ्नो केही कुराहरू राखिदिनु हुन म यहाँलाई अनुरोध गर्न चाहन्छु। अहिले माइक राखेर भन्नुहोस्। के भन्नु? तपाईले चाहिँ आग्रह गर्न सक्नुहुन्छ। सहयोग गर्न सक्नुहुन्छ। ठिक छ, म केही यो भिडियोलाई थोरै यतापट्टि घुमाउन चाहन्छु।
उहाँको चाहिँ सानो बच्चा भर्खरै भएको छ। कति महिना पुग्यो बच्चा? 3 महिनाको पुग्यो। 3 महिना पुगेको बच्चा छ। छोरा हो कि छोरी हो? छोरी। छोरी है। बच्चा पनि एकदमै सानी हुनुहुँदो रहेछ। करिब 3 महिना पुग्नुभयो भन्ने कुराहरूको खबर आइरहेको छ। उहाँले भनेअनुसार 3 महिना पुग्नु भएको छ र उहाँको श्रीमान तपाईँ अहिले के गर्दै हुनुहुन्छ? के गर्नु भएको छ? हजुर, अहिले उहाँ पनि एउटा सामान्य काम नै गरिरहनु भएको छ र त्यो कामले पक्कै पनि बिरामीको उपचारको लागि त्यति धेरै मद्दत पुग्दैन जस्तो लाग्छ। त्यो घर बाबा चलाउनलाई नै हम्मे पर्छ है। त्यो कारणले गर्दाखेरि म मात्र भन्छु ब्लड क्यान्सर जस्तो एकदमै ब्लड क्यान्सर जस्तो रोगसँग लडिरहनु भएको एलिसा अधिकारीज्यूलाई चाहिँ सहयोगको एकदमै आवश्यकता जस्तो हामीले देख्यौँ र म अब एउटै मात्रै अपिल माग्दिनको निम्ति म उहाँको ससुरा बुवा मलाई पनि अनुरोध गर्न चाहन्छु। तपाईँले चाहिँ केही भन्न सक्नुहुन्छ? ओके।